representing the Western Star Bharat. No, reach advantage लिन सक्नुहुन्छ कि हुँदैन या भरतले he is again going with that right over and now pressure यो पनि same skill but let's see एक्सप्लोसिभ देखिरहेछ है भरत चन्दले चाहिँ 4 राउन्डसम्म यस्तो एक्सप्लोसिभनेस राख्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ सो दिस इज फर्स्ट राउन्ड दुवैजनाले एकअर्कालाई बुझ्नुपर्ने छ नाइस कम्बो नाइस लेफ्ट टु कनेक्टेड दुवैजनाले एकअर्कालाई बुझ्नुपर्ने छ नाइस कम्बो नाइस लेफ्ट टु कनेक्टेड भरत चन्द एकदमै राम्रो लेफ्ट टु चाहिँ क्लिन कनेक्ट भएको थियो रेन्जमा ओ नाइस 1-2 कम्बिनेसन नाइस लेफ्ट टु अगेन नाइस ओ नाइस लेफ्ट टु कनेक्टेड वबल भयो जस्तो लागिरहेछ मलाई यहाँ विल्सन है त्यो कारणले गर्दा he wants to get say in a safe zone अनि त्यो कारणले गर्दा क्लिन्ज गरिरहेछ उले लेट्स सी ब्याक पाउन सक्छ कि सक्दैन त भरत चन्द with that big shot trying to land that big shot but अब छैन मिस भइरहेछ ओ नाइस लेफ्ट टु कनेक्टेड फेरि क्लिन्जमा पनि एकदमै राम्रो गरिरहेछ भरत चन्दले त्यो अप्परकट एकदमै राम्रो थियो जोन इन what a clean do first oh my god back to back action दिन खोजिरहेछ भरत चन्दले nice left hook and the bell rings Keith Thurman second round it is let's go very clean to land nice left hook again guys यो रेन्जमा जान्छ जस्तो लागिरहेछ हैन एकदमै राम्रो पर्फर्मेन्स है let's see पावर पञ्चर सँग खेलेपछि रेन्ज कट अल्फर्टसनसँग चाहिँ हाम्रो यो हुन्छ नि रेन्ज कट गरिसकेपछि गर्ने चिजहरु एन्सर हुनु पर्यो उले अप्परकटबाट यो अल्फर्टसन ट्राइङ टु फाइन्ड द क्लिन्जमा भइरहेछ अगेन विथ द अप्परकट अगेन विथ द राइट ह्यान्ड बट फ्लोरमा ल्यान्ड हुने चान्सेस नाइस स्ट्रेट पञ्चेस अगेन पञ्चको मिक्सअप चाहिँ एकदम राम्रो गर्दैछ भरत चन्दले बेला बाहिरबाट गइरहेछ भने बेला स्ट्रेट पञ्चेसहरु थोरै नाइस लेफ्ट टु कनेक्टिभले गर्यो भनेर फेरि लेफ्ट टु कनेक्ट पनि अप्परकट लेफ्ट टु भेटम हामीले चाहिँ ट्राई गरेको थियो बट सेन्टर लाइनमा पछाडि नाइस हेड मुभमेन्ट बाइ अल्फर्टसन ओ माय गॉड नाइस क्लीन पञ्च ल्यान्ड भयो ओ माय गॉड नाइस क्लीन पञ्च ल्यान्ड भयो राम्रो हुन्छ नाइस ट्राई थिड भएको भए चाहिँ मजा आउँथ्यो मेबी वेट अनुसारले पनि हो त्यो अहिले चाहिँ त्यो पञ्चेस पनि नाइस लेफ्ट हाम्रो भरतले चाहिँ अझै खुट्टा वाइड उसले गर्यो पनि वाइड हान्ने बेलामा उसले फुल टु त्यो इन्टेन्सन भरत चन्दले चाहिँ बेट एन्ड हान्नु पर्यो नाइस अलिअलि देखिरहेछ है ट्रेनमै छ है उसले देखाउन खोजिरहेछ he got can Bharat win over Bharat lanky punches going on pulling going on nice uppercut by Wilson हाम्रो विल्सनले अपरकट क्रसहरु हान्दैछ अलिअलि मलाई ब्रोन्ज बम्बरको फिल त दिइरहेछ बट उसको पञ्चमा त्यो बमवाला फिल चाहिँ रहेछ तिर पनि जानु पर्यो भरत चन्दले यतिखेर नाइस अपरकट ट्राई गरिरहेछ विल्सनले पनि ट्राई गरिरहेछ त्यो पेस हुन्छ नि लास्ट राउन्ड हो भरत चन्द हुन्छ नि गियर स्विच गर्नुपर्छ अहिले What a round, guys! Technically, भइरहेछ दुवैजना है and the round is judge number 1 39-37 second round 40-36 last round 39-36 and the winner from the red corner from media, guys. Let's do a round of applause for as well from media. And congratulations, Bharat from Super Skin.